सबैजनालाई गुड मर्निङ है। फेरि पनि वेलकम छ तपाईँलाई मेरो आरटिओ लोन ब्लगमा। अनि आज चाहिँ मेरो सानो मिनी ब्लग है। अनि आज चाहिँ मेरो साथ के भएको छ म तपाईँहरूलाई भन्छु है। यति साह्रो घिनलाग्दो भएको छ कि मसँग चाहिँ। अनि यो चाहिँ हाम्रो साङ्से भ्यू चाहिँ, अनि उता चाहिँ नामथाङ पाडी। अनि म चाहिँ यहाँ फाटकमा छु फिलहाल, मान्छे पनि पर्खिरहेको छु है। अनि म चाहिँ दोकान गएको। अनि यो बाइक देख्दै गर्नुहुन्छ नि, यो बाइकले चाहिँ मलाई यति धेरै दिमाग खराब गरिसक्यो क्या। अस्ति भर्खर नयाँ ब्याट्री हालेको, अनि त्यसको जुन चाहिँ दाइनामा भन्ने हुन्छ त्यसको चाहिँ यहाँपट्टि हुँदो रहेछ, हौ त्यो चाहिँ गएको रहेछ नि त। अनि हिजो राति चाहिँ अब यति घिनलाग्दो धुवा फालेको कि, अब भनौँ न सेतो धुवा चाहिँ यति घिनलाग्दो फालेको कि आम्मा कुद्नु पनि नकुद्ने क्या। जङ्गल बाटो चाहिँ यस्तो दग्दिदिएको कि अब चाहिँ यो बाइक चाहिँ एकखेप बनाएर बेचिदिन्छु है। सो गाइस, आजको मेरो मिनी ब्लग चाहिँ यति नै हो है। अनि तपाईँहरूलाई यही भन्नु थियो। अनि हिजो राति बनाऊँ भन्ने अँध्यारोमै भएको थिएन है। सो यति नै छ।